सबैजनालाई गुड मर्निङ भनिदेऊ। आज चाहिँ काममा जान आँटेको तर हेर त यो पुरा स्नोफल भइरहेछ। यसमा अहिले देखिँदैन होला, अहिले धेरै परेपछि देखिन्छ। लास्ट चिसो छ, अहिले अलि धेरै पर्न थालेपछि चाहिँ मजाले देखिन्छ। ओके साथीहरू, आज चाहिँ धेरै पछि स्नोफल भएको छ है। यहाँ देखिँदैन होला, तर अब हामी तपाईँलाई भरे देखाइदिन्छौँ। अहिले भर्खर स्टार्ट भएको हो नि त यो। भर्खर पर्न थाल्यो, यहाँ राम्रोसँग देखिँदैन होला, भरे देखाइदिन्छौँ है त। ल हेर्दै गर्नु होला। ल हिउँ पर्न स्टार्ट भयो भने बाटोहरू चाहिँ यस्तै हुन्छ कि है। चिसो छ अब अहिले यस्तो छ होइन, भरे आउँदा त पुरै हिउँ भइसक्यो हुन्छ है। तर 12 बजीसम्म मात्रै पर्ने देखाएको छ। होइन त्यो हिउँ त भरे एकैछिनमा त मेल्ट हुँदैन नि त। त्यो चाहिँ हो है फेरि। अब चाहिँ हामी आइपुग्यौँ हाम्रो कम्पनीतिर। हामी आइ पनि पुग्यौँ। अब हामी भरे घर फर्किने टाइममा हिउँ परेर हुन्छ, त्यही देखाउनु नि। ल गाइस चाहिँ भन्दै मैले त हेर्दै गर्नुहोस्। त्यस्तै हिउँ चाहिँ परेको होइन रहेछ होइन, बुढाले चाहिँ हिउँ सफा गर्दै हुनुहुन्छ। हुन त यहाँ नुनहरू हालेको भएर पनि होला, अलिकति पक्रिहाल्छ गाडीमा चाहिँ यस्तो गर्दै। के गर्दैछौ बुढा? लास्ट चिसो देखिसक्यो, तर यो भुइँतिरको चाहिँ पक्लिसकेको रहेछ कि। कस्तो हुँदैछ त हिउँ सफाइ? ल हेर्नुहोस् है त गाइस, अहिले बाटोहरू कस्तो हुन्छ त्यो पनि देखाउँछु म। जाडो छ, म बाटोमा कस्तो हुन्छ हिउँहरू म सबै देखाउँछु। केही भन्नु छ 2-4 शब्द? ल हेर्दै गर्नु है त। ल स्नोफल हुँदा चाहिँ यस्तो हुन्छ। योभन्दा अझै बाक्लो पर्थ्यो है। अहिले त यो त जस्ट यो पनि ठुलो हो, तर योभन्दा ठुलो पर्छ कि जोस। चिसो चाहिँ लास्ट चिसो हुन्छ है। रमाइलो त रमाइलो हिउँ पर्दा। गाडीको अगाडि राम्रोसँग बुझेर के आज त बुढा, आज तिमी जाडो छ तातो। नम्रो भात तरकारी त्यही हुन्छ है। के अब घर गएर के खाने के बनाउने यस्तो टाइपकै हुन्छ कि है। डेनबाट गर्मी भएर हो कि क्या, अहिले चाहिँ हिउँ पनि चाँडो पग्लेको। न त अस्तितिर त कस्तो बाक्लो पर्थ्यो नि त है, बाटो नै घिच्च हुने टाइपको कि। बिहान भएको हुन्थ्यो, अहिले नुन हालिसक्यो नि त। बिहान नुन हालिसक्यो, अनि गाडी कुदा त्यो पनि हो। कस्तो राम्रो यहाँ तिमीले यो यसो गरेर जुम गर्न मिल्ने अप्सन अर्कै भएछ त्यो क्यामेरा तलमाथि पो हुन्छ त। पहिला यसरी जुम गर्न मिल्थ्यो नि त क्यामेरा। चिसो हुन्छ हेर्दा मात्रै राम्रो है।
हाल्ने खाना पनि किन के हो अनि कस्तो भयो त्यो पुरा तिम्रो दिन मेरो दिन एकदमै टायर्ड एकदम थकित है हिजोसम्म यहाँ घाम लागेको थियो यहाँ खेलिरहेको थियो गल्फ खेलिरहेको थियो कस्तो पेट्रोल कस्तो गनाएको दुम्म यस्तो बेला त घरमा मजाले तात झोल खाएर घरमा बस्नु पनि मजा हुन्थ्यो है त्यही पनि गाह्रो छ ल अब हामी घर जाँदैछौँ हेर्दै गरौँ है त कति अहिले पेट्रोल हेर्दा ग्यास भन्छ होइन 339 भएछ खास गरी भन्ने हो भने 219 220 225 230 240 सम्म हो क्या अहिले चाहिँ 339 अझै बढ्छ होला डबल बढाएको कस्तो अहिले चाहिँ फेरि कस्तो अचानक भोक लाग्यो क्या अनि फेरि अब के खानासाना पकाएर बस्नु झ्याउ भयो होइन त्यस्तो धेरै भोक त लागेन हल्का अनि त्यही भएर हल्का अब बेलुकाको टाइममा चाहिँ हल्का सानो त्यो के भन्छ त्यसलाई इन्स्ट्यान्ट नुडल क्या त्यो छिटो त्यो चौचौमा त्यो टक्क तातो पानी हालेर खाने खालको माइक्रोवेभवाला त्यो खानु खोजेको होइन त्यसको त्यो लिन जाँदैछौँ हामी चाहिँ होइन ल तिमी उयो गर्दै गर धेरै टाढो छैन टार्गेट जाउँ न है अनि तपाईँहरूले अब अलिक अँध्यारो भइरहेको होला होइन हामीले चाहिँ यो फर्स्ट टाइमै होला होइन यस्तो नाइट ब्लग फर्स्ट टाइमै नाइट ब्लग हो अब नाइट ब्लग भन्नाले खास त बनाउने प्लान थिएन तर अब यत्तिकै अब यसो निस्केर टाइममा बनाइदिउँ न भनेर होइन सकबाट अब भिडियो हालिरहेको छ हालिदिउँ न भनेर तिमीलाई भोक लागेको छ कि छैन खासै त्यति चाहिँ भोक लागेको छैन हो ठिक छ अब भोक लाग्यो त्यही पनि खाऊ न तिम्रो खान त मन लागेको छ मलाई थाहा छ है तर म डाइटमा छु नि त म थोरै जे भयो नि यसो हेरेर गर्छु त्यस्तो कुरो धन्न एउटा यहाँ चाहिँ के राम्रो छ भने नि के अरे जतिखेर पनि केही भोक लाग्यो भने यस्तो केही न केही चाहिँ खुलिरहेको हुन्छ क्या 24 घन्टा है फास्ट फुडहरू त 24/7 नै खुला हुन्छ कस्तो नजिक बोर्ड लाग्यो यार तर यिनीहरू यो ऊ चाहिँ हुँदैन यो पनि नजिक कि हामी धेरै अगाडि आयो क्या हो पानी पनि लगाउँ ल माथि लगाउँछ कस्तो पोइन्ट गरेको कस्तो देखिँदो रहेछ त्यसो तिमी गरम हुन्छ है त अगाडि अरू के लाने हो आउनु त खै त बुढी म यो गर्छु तिमी यसको यो उयसको यो पनि राम्रो छैन रहेछ कि हुन्छ बोक नि त हो ल खोइ त हामीले मेन लाने भने चाउचाउ होइन होइन चिकनमा हो यही हो हामीले खाने होइन यो फु पनि खुब चलेको नि चिकन फु त्यसो त खाँदैन ल भयो है ल अब लागौँ है बस साथीहरू हामी चाहिँ आइसकेको पनि होइन अब आएर हल्का यो चाउचाउलाई चाहिँ कति मिनट राख्नुपर्छ अरे 2 मिनट 2 मिनट यसो तातो पानीमा राखेर खानु पर्यो यस्तो हुन्छ है
टक्क लगाएर यसको लेभल अनुसार राख्नुपर्छ भने नि त उद्याको त घेरासम्म है यति ठ्याक्क त्यति ल यति हो अनि अर्को चाहिँ एउटा चाहिँ यहाँ पाक्दैछ है एउटा चाहिँ यहाँ पाक्दैछ यसको दुई अब हुन आँट्यो अनि यति भइसकेपछि दुईजना खाइन्छ यो अन्डा पनि बनाउने हो छोड्यो अन्डा आउनु नबनाउने अल्छी उयो है छोड्यो बनाउनुमै बनाइदिइहाल्छ कि होइन होइन के खानु अब चौच मात्र होला नि है ल भयो भयो होइन यो 2 मिनटमा हुन्छ र हुन्छ खै एकछिनसम्म त यसलाई चम्चाले यो अलिकति गर्नुपर्छ के गर्ने यसलाई अझै राख्नुपर्छ यसलाई अनि 2 मिनट के हुन्छ भएको छैन बुढी राखिदेऊ त यसमा टाइमिङ पुगेला ल र त्यो यसको कभर तिमीले कहाँ फाल्यौ कभर त हुँदैछ कति मिनट हो हेर त अस्ति तिमीले कतिमा राख्थ्यौ मैले 2 मिनेट राख्थेँ 2 मिनटमा त 3 कहाँ हुन्छ मिनेट्स अब 2 मिनेट्स राखौँ न त पाकिहाल्छ ल अब पाकेपछि होइन के पाकेपछि चौचो पाकेपछि अन्डामा बनाइदिइहाल्छ नि च्याट दुईटा पोज बनाइदिइहाल्छ खाने अन्डा चिसो छ है साथीहरू त्यही भएर यस्तो अलि पानी परेछ नि चिसो भयो अलि चिसो छ अनि त्यही भएर लगाएको टाउकोमा कति अब रात पनि परिसक्यो अब नभनिदिनु खै ओइ उम्लेको हो हेर्नु साथीहरू यहाँ अलिकति पोखेछ नि त पानी धेरै भएछ नि त अनि घेरासम्म हाल्ने नि त ठिकै छ तर तिमीलाई त हेर यस्तो कर्मिटो मन पर्दैन तर गिल्लो मनपर्छ नि त के यतिको ठिक छ यतिको ठिक छ कर्मेटै छ र यो कर्मिटो भन्नाले अलि यस्तो हुन्छ कि कता ए किलो पाकिसकेछ हो ल छोडो म निकालिदिन्छु ए मैले निकाल्छु तातो होला नि त कफी झऱ्यो ओहो पानी पोखेछ नि त म पुसिहाल्छु सुन त बुढा यो तिमी कपले खाने होइन हो त यस्तो हुन्छ है साथीहरू लापरवाहीको नतिजा यस भएछ प्लित प्रातपुत भएछ अलि भएको छ हो पानी अलिक धेरै भयो यार मेरो सुप खाने हो नि त म त अलिकति निकाल्छु यार पानी निकाल्छु यार भनेपछि साथीहरू खालि साथीहरू भन्ने बानी लाग्छ यार 3 मिनट चाहिँ राख्दिउँ 3 मिनेट्समा र अर्को हाल्यो होइन तिम्रो यो स्टाइल चाहिँ मलाई खतरा लाग्छ क्या स्टाइल त्यसलाई नताते हाल्ने स्टाइल के होइन यो तेल तातिसक्यो हो स्प्रे हालेको मैले ल हेर्नुहोस् त यो 1 2 3 यो तेल तातेकोहरू साथीहरू इन्स्ट्यान्ट हेर्नुहोस् त तेल तातेको भए त चिस्स हुनुपर्ने होइन र त्यो चाहिँ अब साथसाथ गरेको नि त ठिकै छ अब तेल तातेको भने होइन भोक लाग्यो यार भोकला अब पाक्छ नि त एकैछिन भइहाल्छ ल अब यति के देखाउनु है तपाईँलाई नि अल्छी लाग्ला फेरि अब पाकेपछि फेरि भेटौँला भयो त हाम्रो चाहिँ आजको चौचौ र अन्डा यो चाहिँ बडीको होइन इन्स्ट्यान्ट नुडल्स ल अब हामी चाहिँ यसो खाँदै होइन हल्का टिभी पनि यस्तो हेरिन्छ भयो बसेर आज त अहिले भर्खरै आज चाहिँ टक्क भिमा पोलिटिक कसेर भोक लागेको टाइममा चाहिँ होइन क्विक हो क्या यो भनेको चाहिँ धेरै टाइम वेस्ट नहुने 2 मिनेट त्यही भने कस्तो भइसक्यो हेर्नु त मेरो चस्मा पाकेर नि हाते पनि भने दामी भएछ है साथीहरू मिठो भएछ है भनौँ त अस्ति नै त उसमा खाएको थिएँ नि त ब्रेकमा ल अब यति नै गर्नु पर्ला है भिडियोमा सर्ट एन्ड स्विट यो चाहिँ हाम्रो सर्ट एन्ड स्विट मात्रै भिडियो बनाएको हो होइन खासै केही पनि थिएन अनि यत्तिकै ल अपडेट हुनको लागि त्यही हो त भने होइन अब फेरि हामी बनाइहाल्नेछौँ तबसम्मको लागि चाहिँ अब हामी छुट्नुपर्ने हुन्छ अर्को भिडियोमा भेट्नको लागि भन्दै हामी ल जय नेपाल भन्दै तपाईँहरूलाई हामी अब हाम्रो चौचो इन्जोय गर्छौँ तपाईँहरूलाई हामी अर्को पालि भेट्नेछौँ भन्दै थ्याङ्क यू फर वाचिङ ल थ्याङ्क यू फर वाचिङ टेक केयर जय